नमस्कार, मदरल्यान्ड न्युजको टक शो कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म विपिन सुवेदी। आज हामीसँग अतिथि हुनुहुन्छ पोखरा महानगरपालिका नेकपा माओवादी केन्द्रका नवनिर्वाचित सचिव सूर्यप्रकाश तिवारी। हामी उहाँसँग नेपालको विविध राजनीतिक विषयवस्तुहरू समेटिएर र विशेष गरी पोखराको माओवादी केन्द्रको राजनीति विषयवस्तुहरू समेटिएर कुराकानी गर्नेछौँ। सरलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। धन्यवाद। आराम हुनुहुन्छ? ठिक छ। यो माओवादी केन्द्रमा यहाँ पहिलेबाट लाग्नुभयो र आज पोखरा महानगरपालिकाको माओवादी केन्द्रको सचिव हुँदै गर्दा यहाँले चाहिँ अलिकति यो राजनीतिक क्षेत्रमा चाहिँ कसरी अगाडि बढ्नुभयो, अलिकति केही कुराहरू खुलाइदिनु। मेरो कम्युनिस्ट पार्टीको सदस्यता 2046 सालबाट पार्टी सदस्यबाट प्रवेश गर्दै आउँदा म सुरुमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा आबद्ध रहेँ र त्यसपछि 56 सालमा पार्टीको विचार र विषयमा असहमति भइसकेपछि नेकपा एमालेबाट आफ्नो पार्टी सदस्य त्याग गरेर बिचमा चाहिँ आफ्नो व्यक्तिगत कामतिर लागेँ। यद्यपि मैले पार्टीमा निरन्तर कायमै रहेँ र 2059-60मा म चाहिँ माओवादी केन्द्रको पार्टी सदस्यको रूपमा प्रवेश गरेँ र त्यो प्रवेश गरेर सँगसँगै म महासेना जनसरकार प्रमुखको रूपमा काम गरेँ र विगत लामो समय पार्टीमा रही कहिले जिल्ला सदस्य, कहिले जिल्ला सचिवालय सदस्य हुँदै अहिले महानगर कमिटीको केही समयदेखि महानगर कमिटी समिति आबद्ध रहेर अहिले सचिवमा पनि सर्वसम्मत रूपमा म चाहिँ निर्वाचित भयो। सर्वप्रथम त यहाँलाई म बधाई पनि व्यक्त गर्न चाहन्छु। यहाँ सर्वसम्मत रूपमै पोखरा महानगरपालिका जुन नेपालको सबैभन्दा ठुलो महानगरपालिका पनि हो, उक्त महानगरपालिकाको नेकपा माओवादी केन्द्रको सचिवमा यहाँ निर्वाचित हुनुभएको छ। मदरल्यान्ड न्युज यहाँलाई चाहिँ हार्दिक बधाई पनि व्यक्त गर्न चाहन्छ। धन्यवाद। साथै मैले सरलाई के पनि जोड्न चाहेँ भने यहाँ 58-59बाट माओवादीमा लाग्दै गर्दा, तत्कालीन माओवादीमा लाग्दै गर्दा माओवादी पार्टी द्वन्द्वमा थियो, जसलाई जनयुद्ध भनेर पनि भनिन्छ। त्यो अवस्थामा यहाँ चाहिँ उक्त पार्टीमा सिफ्ट हुँदै गर्दा हजुर पहिला एमाले हुनुहुन्थ्यो, तत्पश्चात जनयुद्ध कालमै यहाँ चाहिँ पार्टी परिवर्तन गरी माओवादीमा जाँदै गर्दा यहाँले माओवादीको कुन चाहिँ विचारधारा मन परेर चाहिँ यहाँले पार्टी परिवर्तन गर्नुभयो? अब एउटा सबैभन्दा मुख्य कुरा चाहिँ कम्युनिस्ट पार्टीको सदस्य भइसकेपछि कम्युनिस्ट पार्टीको मूलधार जसले पक्रन्छ, त्यो कम्युनिस्टको विचार जसले लियो, गतिविधिहरू जसले अगाडि बढायो र त्यो बढाउने क्रममा चाहिँ अब समग्र रूपमा कम्युनिस्टहरूको विचारधारा माओवादीले पक्रेको छ भन्ने हामीले अनुभूति भएर र त्यो विचारधाराले नै आबद्ध गराएर म चाहिँ त्यति बेलादेखि माओवादी केन्द्रमा आबद्ध हो र मेरो सङ्गठनिक भूमिका चाहिँ तत्कालीन समयमा म व्यवसायिक सवालमा धेरै दिल्ली विदेश चाहिँ जाने र महिनामै गरी मेरो विदेश चाहिँ बसाइ धेरै हुन्थ्यो, दिल्ली, विशेष गरी दिल्ली। र त्यहाँ अखिल नेपाल एकता समाज माओवादीको भातृ सङ्गठन थियो, यहाँ आबद्ध हुँदै म चाहिँ प्रवासमा रहेर नेपालको राजनीतिमा चाहिँ सहयोग गरेर बसिरहेको थिएँ। अब जस्तो सर चाहिँ जनयुद्ध कालबाट आजसम्म एउटा लामो इतिहास बोकेर नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ। साँच्चै भन्न पर्दाखेरि जुन तपाईँले 58-59 ताका यो पार्टीमा लाग्दै गर्दा जे सपना देखेर यो पार्टीमा लाग्नु भएको थियो, अहिले शान्ति प्रक्रियामा आए पश्चात र हालसम्मको अवस्था र समय चक्र पार गर्दै गर्दा के तपाईँलाई लाग्छ कि ती तपाईँले देखेका सपनाहरू र पार्टीप्रति राखेका विश्वासहरू र आम जनस्तरमा जुन खालको मुद्दा लिएर अगाडि बढाएको थियो पार्टीले, ती सबै पुरा भए भन्ने कुरामा यहाँलाई चाहिँ गर्व महसुस हुन्छ या के सोच्नुहुन्छ? त्यो पार्टीले चाहिँ तत्कालीन रूपमा कम्युनिस्ट पार्टीमा रहेर जुन कम्युनिस्ट पार्टीको स्कुलिङमा हामी हुर्क्यौँ त्यो अनुसार चाहिँ पार्टी केही ढङ्गले चाहिँ माओवादी पार्टी अगाडि हो कि भन्ने हामीले लाग्यो र त्यही विचारधारामा आबद्ध भयौँ। र पछिल्लो क्रममा चाहिँ आउँदाखेरि जो शान्ति प्रक्रियामा आइसकेर पछिल्ला गतिविधिहरूसम्म आउँदा र हालसम्मको स्थिति आउँदाखेरि माओवादी पार्टीले जुन स्पिड लिनुपर्थ्यो, जुन जनताका चाहिँ मुद्दाहरू लिनुपर्थ्यो, जुन मुद्दाहरू हिजो जनयुद्धको बेलामा र शान्ति प्रक्रिया बेलामा पार्टी र जनताप्रति प्रतिबद्धता व्यक्त गरेको थियो, यद्यपि त्यो चाहिँ हामीले प्राप्त गर्न सकेनौँ। त्यो हुँदाहुँदै पनि फेरि नेपालमा रहेका कम्युनिस्ट पार्टीहरू मध्येमा र जनताको सवालमा, जनजीवनको सवालमा अरू कम्युनिस्ट पार्टीभन्दा चाहिँ माओवादीले चाहिँ ती विषयवस्तुहरू उठान गरेको एउटा कुरा। दोस्रो कुरा के थियो भने मुख्य कुरा थियो के भने रैतीबाट चाहिँ शोषित यो देश थियो, राजाबाट जो शोषित थिए, शासित थिए जनताहरू, त्योबाट चाहिँ उन्मुक्ति हुन चाहिँ धेरै कठिन थियो। धेरै चाहिँ क्रूर समय चाहिँ जनताहरूले भोगेका थिए। त्योभन्दा पनि तल्लो वर्गले अझ चाहिँ दासत्वको भूमिका निर्वाह गर्नु पर्थ्यो। त्यो भूमिकाबाट उम्काउन र नेपालमा गणतन्त्र स्थापना गर्न मुख्य कुरा चाहिँ माओवादीकै तत्कालीन जनयुद्ध र त्यसको जगबाट
आएर पछि शान्ति प्रक्रिया आउँदाखेरि गणतन्त्र प्राप्त भयो। त्यो एक हदमा स्वतन्त्रताका नाममा जनताका नाममा जनताको चाहिँ एउटा चाहिँ विषयवस्तु उठानका नाममा चाहिँ सबैभन्दा ठुलो उपलब्धि थियो भन्ने चाहिँ लाग्छ। र अहिले हालसम्म आउँदा त्यो उपलब्धि चाहिँ फेरि माओवादीभन्दा बाहेक अरूबाट सम्भावना थिएन। त्यो एउटा ठुलो काली लाउँदो जिन्दगीबाट माओवादीले अहिले यहाँसम्म ल्याएको छ। त्यो प्रति फेरि माओवादीलाई सम्झन लायक र गौरव गर्न लायक छ भन्ने म महसुस गर्छु। सरलाई एउटा कुरो मैले के पनि राख्न चाहेँ भने नि, तपाईँहरूले जुन यी कुराहरू भन्दै गर्दाखेरि गणतन्त्र एउटा शब्दभन्दा बाहेक यहाँले उपलब्धिहरू चाहिँ के गर्यो माओवादी पार्टीले भन्ने लाग्छ। एउटा प्रश्न सरप्रति, र अर्को प्रश्न जुन राजाबाट एउटा राजतन्त्रात्मक देशबाट हामीले गणतन्त्रमा लिएर गयौँ, जनताको जीवनस्तरहरूमा परिवर्तन ल्यायौँ, रैतीहरूबाट चाहिँ जनताहरूलाई चाहिँ उम्कायौँ भन्दै गर्दाखेरि त्यो अवस्था र अहिलेको अवस्था यहाँले पक्का पनि महसुस गर्नुभएको छ देशमा। त्यो शब्दभन्दा राजतन्त्र र गणतन्त्र लोकतन्त्र यी शब्दहरूभन्दा जनताको जीवनस्तरमा चाहिँ के परिवर्तन ल्याउनु भयो यहाँहरूले, र यहाँहरू गर्व गर्दै हुनुहुन्छ कि हामीले यो गरियो भनेर गर्व गर्न लायक कुनै कामहरू छ शब्दावली परिवर्तन भन्दा बाहेक? धन्यवाद। वास्तवमा के हो भने तत्कालीन रूपमा हामी विद्यार्थी कार्यकालमा रह्यौँ, सङ्गठनमा रह्यौँ। त्यति बेला चाहिँ हरेक जनताका सवालमा, जनताका मुद्दाहरूमा जनताले आफ्नो चाहिँ आवश्यकता, आफ्नो चाहिँ भूमिका चाहिँ पूर्ण रूपमा सरकार छ भनेर राख्न पाउँदैन थियो। एउटा दासको रूपमा चाहिँ एउटा हुकुमी शासनको रूपमा चाहिँ ग्रहण गरेको थियो। त्यो हामीले विद्यार्थी कार्यकालमा नै भोग्यौँ। विद्यार्थीका आफ्ना अधिकारका कुराहरू राख्दा पनि हामीले चाहिँ पिएन क्याम्पसमै अध्ययन गर्दा पनि हामीले धेरै पीडा र दबाव भोग्यौँ। पछिल्लो चरणमा आइसकेपछि हालको स्थितिमा आमूल परिवर्तन भएको छ। आमूल परिवर्तन भएछ भन्ने मलाई अनुमति छ। यद्यपि जति हुनुपर्ने थियो त्यति भएको छैन। फेरि किनभने जनजीविकाको सवालमा, विकास निर्माणका सवालमा, अब सबै चाहिँ अब मानवीय के अरे संविधानको सवालमा, यो सबै सवालमा चाहिँ विकास भएको छ। तर अहिले जनताको जुन ढङ्गको विकासको लेभल भएको छ त्यसलाई पार्टीहरूले फेरि के हो भने सही ढङ्गले पक्रिएर जनताको आवश्यकता र वर्तमानको स्थिति के छ, वर्तमान स्थितिको जनताको चाहिँ चेतना के छ, त्यसलाई मिट गरेर देश र जनतालाई जुन ढङ्गले कडी गरेर समायोजन गरेर लान सक्नु पर्थ्यो। त्यो कुरामा चाहिँ जनताहरू पार्टीहरू चुकेको चाहिँ महसुस भएको छ। त्यसमा चाहिँ मैले के अनुभूति गरिरहेको छु भने त्यसको प्रतिबिम्बको रूपमा कहिले राजावादीहरू, कहिले चाहिँ अब अराजक तत्त्वहरूले चाहिँ विषयवस्तु उठान गरेको छन्। त्यो एउटा चाहिँ नमुना हो। यद्यपि पार्टीहरू फेरि खतम भइसकेछन् भन्ने होइन। पार्टीहरू हिजोको स्थितिमा जो ढङ्गले चाहिँ गरे त्यसलाई सच्याउने ठाउँ छ। सच्याएर अगाडि गयो भने अझै पनि जनतालाई आशा जगाउने ठाउँ छ। तर त्यो अराजकतालाई चाहिँ पार्टी र अरू के अरे अहिले भएको पार्टी र विधिभन्दा बाहेक लहर त्यसलाई सुधार्न सकिन्छ भन्ने मलाई लाग्दैन। र हिजोको राजतन्त्र र अहिलेको त तुलना गर्न सकिँदैन भन्ने लाग्छ। अब अहिले परिवर्तन समयमा हिजोको अनुभूति नगरेका युवा पिँढी, हिजोको अनुभूति नगरेको एउटा त्यसले चाहिँ हिजो राम्रो थियो भनेर चाहिँ इतिहासमा मात्रै व्याख्या गर्दाखेरि त्यो प्राप्त हुन्छ भन्ने मलाई लाग्दैन। जस्तो सरका यी मिठा शब्दहरू मैले सुन्दै गर्दा र जति पनि मदरल्यान्ड न्युज हेर्ने आम दर्शकहरू हुनुहुन्छ उहाँहरूले यहाँको कुराहरू सुन्दै गर्दा ६२-६३ पछाडि जुन शान्ति प्रक्रियामा माओवादी आयो, पहिलो संविधान सभाको चुनावमा निकै नै राम्रो मतसहित पहिलो पार्टी बनेको नेकपा माओवादी केन्द्र आजको अवस्थासम्म आइपुग्दा जुन यहाँले भन्नुभयो यति धेरै विरासतहरू बोकेको पार्टी भन्नुभयो र आजको दिनसम्म आइपुग्दाखेरि हरेक अर्को पार्टीको बैशाखी टेकेर चुनाव लड्न पर्ने अवस्था, यी विविध चरणहरूबाट गुज्रिँदै गर्दाखेरि त्यति राम्रा एजेन्डाहरू लिएर आएको पार्टीलाई जनताले किन बिस्तारै चाहिँ बाइस गरेका अथवा जनताले किन मन नपराएका भन्ने कहिले समीक्षा गर्नुभएको छ कि भएको छैन? मुख्यतः के हो भने माओवादीले आफ्नो एजेन्डा चाहिँ लागू गर्न सकेन। जुन संविधान निर्माणको क्रममा भयो सबै एजेन्डाहरूलाई कम्प्रोमाइजको ढङ्गले एउटा चाहिँ गणतन्त्र उपलब्धि हो र यही उपलब्धिबाट चाहिँ टेकेर अगाडि जान सकिन्छ भन्ने चाहिँ माओवादी लागेर कम्प्रोमाइज गरेर अगाडि बढ्यो। र यो जुन व्यवस्था चाहिँ माओवादी आबद्ध भयो, जो चाहिँ अहिले संसदीय राजनीति छ, यो व्यवस्थामा आबद्ध भइसकेपछि थोरै ढङ्गले चाहिँ माओवादी त्यही चुक्यो। सरलाई मैले एकदमै छोटकरीमा चाहिँ जवाफको अपेक्षा गर्दछु, किनभने तपाईँ एउटा लामो समयसम्म यो पार्टीमा लाग्नु भएको, हिजो चाहिँ आफ्नो जीवन नै चाहिँ बलिदान गर्ने भनेर पार्टीमा लाग्यो एउटा चाहिँ कार्यकर्ता पनि हुनुहुन्छ। तपाईँलाई लाग्छ जनयुद्धमा धेरैजनाले रगत बगाए, जसको साँची यहाँ नै हुनुहुन्छ, ती सबै जति पनि शहीदहरू हुनुहुन्छ उहाँहरूलाई जुन सपना देखाइएको थियो ती सपना पुरा भए भन्ने लाग्छ यहाँलाई? एकदमै छातीमा हात राखेर भन्नुपर्दा यद्यपि त्यति बेलाको सपना मध्येको गणतन्त्र एउटा सपना प्राप्त भयो। यो त अर्को कुरा मैले भनिसकेँ, शब्दमा मात्रै परिवर्तन भयो, जनताको दैनिक जनजीविकासँग त यो त परिवर्तन केही पनि भएको छैन। आज
दिनमा हजारौं युवाहरू देश छोडिरहेको अवस्था छ। यसलाई पनि कसरी समीक्षा गर्नु भएको छ? त्यो चाहिँ हजुरले भनेको कुरा एकदम सही छ। जनयुद्ध जनआन्दोलनबाट जुन उपलब्धि जनताले खोजेका थिए, जुन परिवारले खोजेका थिए, जुन शहीद परिवारको आकांक्षा इच्छा चाहिँ पुरा भएको छैन, त्यो चाहिँ जनताले राख्नुपर्ने राइट समय नै छ। यद्यपि फेरि त्यो चाहिँ हिजोको राजतन्त्रैबाट चाहिँ त्यो जनतालाई त्यो अधिकार प्राप्त हुन्छ भन्ने लागेको छैन मलाई। अझै पनि के आशा गर्न सकिन्छ भने माओवादीले समाजवादको आफ्नो चाहिँ एउटा यात्राको मुद्दालाई चाहिँ अहिले पनि जनताका चाहिँ जीविकासँग जोड्न प्रयत्न गरिरहेको छ। आशा गरौँ होइन, यही ढङ्गले अगाडि बढ्यो भने त जनताका अपेक्षाहरू चाहिँ कुण्ठित हुनेछन् र जनताले विकल्प पनि सोच्न बाध्य हुनेछन् र त्यो पार्टी, त्यो माओवादी पार्टी त्यो अपेक्षामा जाला भन्ने मलाई विश्वास लाग्दैन र अगाडि नै जनताका मुद्दा लिएर अगाडि नै लिएर जान्छ भन्ने लाग्छ। र जनयुद्ध र अब पछि शान्तिपूर्ण आन्दोलन एउटै हुँदैन, त्यो जुन ढङ्गले परिवर्तन हुन्छ भन्ने त्यो छ। मैले अघि नै भने पहिलो कुरो आफ्नो मुद्दा चाहिँ त्यति बेलै कम्प्रोमाइज गरेर आउनको खातिर र संसदीय व्यवस्थालाई अँगाल्नको खातिर 15-16 वर्ष चाहिँ जनताहरू अलमलमा गएर जनताहरूको मुद्दा अगाडि बढेन भन्ने लाग्छ। यहाँ चाहिँ नेकपा माओवादी केन्द्रको एउटा सङ्कटकालको अवस्था देशमा हुँदादेखिबाट आजसम्म माओवादी संसदीय राजनीतिमा आउँदासम्म एउटा सक्रिय रूपमा चाहिँ लाग्नुभएको व्यक्तित्व हुनुहुन्छ। यहाँलाई यदि चाहिँ देशमा यही संसदीय राजनीति नै माओवादीले गर्नु थियो भने त्यो जनयुद्धमा करिब 17,000 नेपालीहरूले जुन ज्यान गुमाए त्यो कुरा गलत थियो भन्ने यहाँलाई लाग्छ कि लाग्दैन? अब अहिले त्यो भन्ने बेला चाहिँ भएको छैन। किन भएको छैन भने एउटा प्लेटफर्म चाहिँ जुन छ, जनताले माग गर्ने, जनताले अपेक्षा राख्ने, जनताको स्थिति चाहिँ मा आफ्ना कुरा घनीभूत राख्ने प्लेटफर्म गणतन्त्र मार्फत भएको छ। यद्यपि त्यो नआएको भए यो राख्न चाहिँ जनताले पाउँदैन थियो र जनता चाहिँ जहिले नै रैती भएर बस्थे। त्योबाट बाहिर आएको छ र अहिले सचेत छ नागरिकहरू। जुनसुकै मिडियामा पनि जुनसुकै ढङ्गले पनि त्यो कुरालाई चाहिँ विरोध गर्न सकेको छ, सबै कुराहरू राख्न सकेको छ। यद्यपि फेरि के हो भने सम्बोधन भएको छैन। सम्बोधन नभएको हुनाले अहिले नेताहरू सबै के समीक्षा गर्न जरुरी छ, कहाँ पुग्न पर जरुरी छ भने सुशासनको पक्षमा बुझिएन भने, अब देशलाई सुशासन र समृद्धिको पक्षमा अगाडि लैएन भने हाम्रो पनि गन्तव्य सही छैन। हामीलाई पनि भोलि चाहिँ यी सबै कुराले, हाम्रा यी कर्मले हामीलाई पनि भोलि एउटा ढङ्गले असत्य साबित गर्नेछ र हामी पनि मिल्किनु पर्नेछ भन्ने नेताहरूले अनुभूति गरेको महसुस गरेको छु। र यो फेरि के हो भने यदि त्यत्रो युद्ध भएन, त्यत्रो आन्दोलन नभएको भएदेखि हामीले त्यो प्लेटफर्मै प्राप्त गर्न सक्दैनौँ थियो र जनताले पछिका कुराहरू त अब त्यो अपेक्षाको रूपमा आफ्ना कुरा मुद्दाहरू त उठाउनै सक्ने स्थिति थिएन। किनभने सबै शासन व्यवस्था त काठमाडौँमा केन्द्रित थियो। त्यसो भएको हुनाले चाहिँ यो उपलब्धिलाई चाहिँ असाध्यै ठुलो उपलब्धि हो, तर ती ठुलो उपलब्धिलाई सानो ढङ्गले अलिकति चाहिँ सूक्ष्म ढङ्गले नेताहरूले लान नसक्दाखेरि अहिले एउटा असन्तुष्टि आएको छ। जनताहरूको असन्तुष्टि स्वाभाविक छ, यसमा सुध्रिनुको विकल्प छैन। यहाँकै शब्द सापटी लिँदाखेरि यो जुन स्थापित गर्न सकिएन भन्ने कुरा छ। मुद्दाहरूलाई जुन नर्मल एउटा भुइँ मान्छेहरूको मुद्दाहरू जुन माओवादीले उठाएको थियो त्यो मुद्दाहरू चाहिँ स्थापित गर्न सकिएन भन्दै गर्दाखेरि तपाईँलाई चाहिँ लाग्दैन, तपाईँ यत्रो वर्ष चाहिँ यो पार्टीमा लाग्नुभएको व्यक्ति अहिले पोखरा महानगरपालिकाको सचिव हुनुहुन्छ र धेरैजसो नेपालको राजनीतिक दलहरूमा के छ भने केन्द्रका मुख्य नेताहरूले जे भन्यो त्यो कुरालाई यस म्यानको रूपमा चाहिँ मानेर चाहिँ लागू गर्ने जुन एउटा चलन चलिरहेछ, त्यसबाट चाहिँ अहिले पोखरा महानगरपालिकालाई चाहिँ यहाँले कसरी अगाडि बढाउन सोच्नु भएको छ? या भनौँ यहाँको पार्टीको लिडर प्रचण्डजीले जे भने पनि यहाँहरू यसम्यानको रूपमा काम गर्नुहुन्छ या पोखरामा नेकपा माओवादी केन्द्रको सङ्गठन बलियो बनाउने हिसाबले यहाँले काम गर्नुहुन्छ? पहिलो कुरो चाहिँ हामी कम्युनिस्ट पार्टीको सदस्य भइसकेपछि, कम्युनिस्ट पार्टीको एउटा कार्यकर्ता भइसकेपछि हामीले विधि र विधानलाई नै हेर्नुपर्छ। सबैभन्दा हामी के हो भने नेतामुखी भन्दा पनि हाम्रो पार्टीको विधि, हाम्रो पार्टीको गतिविधि, हाम्रो पार्टीको चाहिँ योजना वास्तवमा आगामी दिनमा जनताको हितमा छ कि छैन। जनताको हितमा छ भने त्यो पार्टीको चाहिँ राइट छ, त्यसलाई कसरी कार्यान्वयन गरेछ भनेर जनताको चाहिँ वाच गर्ने कुरै रहन्छ र खबरदारी गर्ने कुरा रहन्छ। यदि जनताको हितमा छैन भने फेरि त्यो चाहिँ व्यर्थ हुन्छ। त्यसमा मैले सरलाई यसमा के सोध्न चाहेको थिएँ भने जस्तो अहिले नातावाद कृपावादका कुराहरू पनि छन्, जसले धेरै चाकडी गर्न सक्यो त्यो चाहिँ राजनीतिमा अगाडि बढ्ने परम्परा पनि छ। सम्भवतः यहाँ पनि त्यो कुरासँग जानकार हुनुहुन्छ जस्तो मलाई लाग्छ, किनभने यहाँ लामो समयदेखि राजनीतिमा पनि हुनुहुन्छ। जस्तो मैले यो मात्रै भन्न के खोजेको भने नि सर, जस्तो पोखरा महानगरपालिका जसको माओवादी केन्द्रको सङ्गठन चाहिँ सुदृढ बनाउने जिम्मेवारी यहाँहरूले पाउनुभएको छ नि, जस्तो यसमा चाहिँ माथि केन्द्रबाट आएको जति पनि दबाबहरू हुन्छ यहाँले पार्टीको हितभन्दा विपरीत आएका दबाबहरूलाई यहाँले मान्नुहुन्छ या मान्नुहुन्न? मैले मुख्य कुरा चाहिँ दबाब चाहिँ पार्टीको लागि हित छैन, हित नहुने चाहिँ दबाब हो आउने, नत्र नीतिगतै आउँछ। त्यो हित नभएको दबाब चाहिँ मैले मान्नुपर्छ भन्ने छैन। तपाईँलाई म विधि
विचारको लाइनबाट आबद्ध भएको र विधि विचार सही छ भने म सही भन्छु, विधि विचार ठिक छैन भने म खबरदारी गर्न पनि सक्छु। तपाईँ यदि पार्टी हितभन्दा बाहिरका कुनै पनि दबाबहरू आयो भने नेतृत्वतिर फर्किएर यो कुरा ठिक छैन भन्ने हिम्मत यहाँले म हिम्मत पुरै ढङ्ग लाग्छु र अहिलेसम्म त्यो राख्दै आएको पनि छु। जस्तो यही कुराहरू गर्दै गर्दाखेरि शान्ति प्रक्रियामा आएर आजको दिनसम्म आइपुग्दाखेरि माओवादी पार्टी धेरै टुक्रामा विभाजन भयो, जुन कुरासँग यहाँ राम्रोसँग जानकार हुनुहुन्छ। ती समयहरूमा जुन समयमा पार्टी विभाजन हुँदै 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 आयो, अहिले माओवादी केन्द्र जुन कमजोर अवस्थामा आइपुगेको छ, यो पार्टी विभाजनको समयमा यहाँले कस्तो खालको स्ट्यान्ड राख्नुभयो? मैले पार्टी विभाजनको संहारमा मैले पनि बुझेको एउटा त्यति बेलाको बुझी जुन जनयुद्ध ताकाको विधि र विधानमा पार्टी हिँडेको थियो र त्यति बेलाको चाहिँ नेताहरूको चाहिँ तल्लो तहसम्म पुग्ने प्रशिक्षणहरू थिए। त्यो प्रशिक्षणभित्र नगइकन पार्टी के भयो भने संविधान सभा चुनाव मार्फत कम्प्रोमाइजमा आयो। कम्प्रोमाइजमा आइसकेपछि त्यो कम्प्रोमाइजबाटै कसरी चाहिँ भोलिको समाजवाद गर्न सकिन्छ, भोलिको गन्तव्य हासिल गर्न सकिन्छ भन्ने कुरामा पार्टीहरूको एकमत नहुनाले पार्टीहरूको आफ्नो विचारको दम्ब होइन, अब त्यो शैलीले गर्दा पार्टी चाहिँ एउटा ढङ्गले चाहिँ पार्टी चाहिँ फुटमा पुग्यो। मलाई यद्यपि के थियो भने अध्यक्ष कमरेड प्रचण्डले चाहिँ यो विधि र विचारलाई पार्टी त्यति विसर्जन गरेर पार्टीलाई चाहिँ गलत लाइनमा लगेर चाहिँ विसर्जन गर्दाखेरि मेरो पनि छैन जिन्दगी र पार्टीको पनि छैन भन्ने कुरा चाहिँ एउटा बुझेर नेतृत्वले कुनै न कुनै ढङ्गले समाजवादको यात्रालाई पक्रेला भन्ने अपेक्षासहित म पार्टीमा चाहिँ फुटको चाहिँ मलाई कुनै असर परेन र पार्टीको निरन्तर म यो कडीमा लागिरहेँ र अहिले आउँदाखेरि केही आशा लागेको छ। जस्तो तपाईँले भनेको कुरा मैले मनन गर्दै गर्दा र आम नेपाली जति पनि नागरिकहरू हुनुहुन्छ उहाँको मनमा एउटा उब्जिरहने प्रश्न के हो भने नेकपा माओवादी केन्द्रभित्र प्रचण्ड बाहेक प्रचण्डको विकल्पको रूपमा अरू अध्यक्षहरू आउन सक्दैन। जस्तो यहाँ धेरै समयदेखि चाहिँ माओवादी केन्द्रकै राजनीतिमा हुनुहुन्छ, प्रचण्डको विकल्प चाहिँ नेकपा माओवादी केन्द्रभित्र यहाँले देख्नुहुन्छ कि देख्नु? अब मैले के देखेको छैन अहिले भने तत्कालकै रूपमा चाहिँ विचारकै कुरा, सङ्गठनका कुरा, सबै ढङ्गले यसलाई कमान्ड गर्ने कुरा चाहिँ मुख्य कुरा रहेछ। अब मुख्य कुरा रहेको हुनाले अझै पनि केही समय अध्यक्ष प्रचण्ड भन्दा विकल्प छ जस्तो मैले अनुभूति गरेको छैन। यद्यपि अर्को जन्मिएन भन्ने होइन, यो समयको जसले त्यो विचारको सिर्जना गर्यो त्यसले चाहिँ त्यो विचारलाई हाँक्ने सामर्थ्य पनि त्यो उसैसम्म रहँदो रहेछ। हिजो जनयुद्धदेखि प्रचण्डले एउटा ढङ्गले समाजवादको यात्रासँग पुर्याउँछु भने जुन प्रतिबद्धता, जुन मिसन लिनुभयो त्यही मिसनमा चाहिँ अलमल भएर केही नेताहरू फुट्नुभयो, बाहिर जानुभयो, तर उहाँले त्यो मिसन समातेको हुनाले अहिले नै त्यही कडी समातेर गइहाल्ला भन्ने त छैन। यद्यपि त्यहाँ फेरि अपूर्णतामा पूर्णता दिने नेताहरू चाहिँ त पर्याप्त हुनुहुन्छ, एक्साइजमा हुनुहुन्छ, दोस्रोमा हुनुहुन्छ, तेस्रोमा हुनुहुन्छ। यो चाहिँ हामीले चाहिँ त्यहाँ अपेक्षा गरेका छौँ। त्यो नेता यहाँ जन्मन्छ र भोलिको नेतृत्व चाहिँ सम्हालेर पछि चाहिँ नेतृत्व स्थापित भएर जान्छ भनिन्छ। फेरि त्यसै बनाएर बन्दो रहेछ नेतृत्व चाहिँ आन्दोलनबाटै सिर्जना हुनेछ, त्यो हुनेछ भन्ने चाहिँ मैले अपेक्षा। जस्तो सरले यी कुराहरू भन्दै गर्दा अहिले नेपाली राजनीतिमा एउटा शब्द निकै नै भाइरल बनाएको छ, जोसँग यहाँ जानकार पनि हुनुहुन्छ, झोले भन्ने शब्द। यदि मलाई अनुमति दिनुहुन्छ मलाई माफ पनि गर्नु होला मैले यदि यो शब्द यहाँलाई प्रयोग गरेँ अथवा मैले यही शब्दावली राखेर यदि प्रश्न सोधेँ भने मलाई माफ गर्नु होला। म एउटा यहाँलाई एकदमै स्ट्रेट प्रश्न सोध्ने अनुमति चाहन्छु सरसँग। जस्तो यी कुराहरू भन्दै गर्दा जति पनि सर्वसाधारणहरू हुनुहुन्छ उहाँहरूले यो मदरल्यान्ड न्युज मार्फत यहाँलाई हेर्दै हुनुहुन्छ, उहाँहरूले यदि तपाईँलाई चाहिँ प्रचण्डको झोले रहेछ भनेर भने यसलाई यहाँले कसरी लिनुहुन्छ? म प्रचण्डको झोले हो या माओवादी केन्द्रको झोले हो? म प्रचण्डको झोले होइन, म माओवादी विचारधाराको झोले हो। र यो भन्दै गर्दाखेरि प्रचण्ड बाहेकको यहाँले अरू विकल्प पार्टीमा नदेख्नुलाई चाहिँ आम सर्वसाधारणले कसरी बुझ्ने? मैले प्रचण्डभन्दा विकल्प प्रचण्डभित्र अर्को नेता जन्मिन सक्दैन भनिरहेको छैन। आवश्यकताले जन्माउनेछ र त्यो हिजोको चाहिँ पार्टीको विचार र गन्तव्यलाई अध्यक्षले कहाँ पुर्याउनुहुन्छ, त्यसपछि अर्को नेताले त्यसलाई फेरि लिड गरेर जानेछ भन्ने अपेक्षा गरेका छौँ। झोला भरेमा यहाँ मेरो हो तेरो हो भनेको रूपमा विचारमा चाहिँ लेस नभएको झोला चाहिँ कुनै अर्थ हुँदैन। जस्तो यही कुरा भन्दै गर्दाखेरि 52 सालबाट आज हामी 82 सालमा छौँ। तपाईँ हिसाब गर्नु होला, करिब 3 दशक भइसकेछ। 3 दशकसम्म पनि एउटा अर्को नेतृत्व जन्माउन नसक्ने पार्टीमा यहाँले के भविष्य देखेर चाहिँ यहाँ अझै अगाडि बढ्नु? होइन, मैले के भनिरहेको छु हजुरलाई भने नेता नजन्मने होइन, जसको विधि जसको विचार त्यसको नेतृत्व भन्ने छ। यहाँसम्मको विचार चाहिँ अहिलेसम्म चाहिँ के भयो भने प्रचण्ड पथ भने या प्रचण्डै भने पनि उहाँले त्यसलाई गाइड गरिरहेको हुनाले त्यसलाई एउटा गन्तव्यसम्म जसको इच्छा शक्ति हुँदैन नि, जसले म यहाँसम्म पुर्याउँछु भन्ने चाहिँ दृढता हुँदैन, त्यसले त्यो सही गन्तव्यसम्म नै पुर्याउँदैन भन्ने हामीले बुझ्नुपर्छ।
र मलाई लाग्छ यो फेरि प्रचण्ड त्यहाँ हुनुहुन्छ, नेतृत्व गरिरहनु भएको छ, त्यहाँ वरिपरि रहने नेताहरू फेरि के भने यो विषयवस्तु अगाडि बढाउन सक्षम हुनुहुन्छ र तिनै नेताहरूबाट फेरि भोलि नेतृत्व सम्हालेर जानुहुन्छ भन्ने पनि कुरामा चाहिँ दुईमत छैन। त्यहाँ नेतृत्वै नहुने, विकल्प नेतृत्व नआउने, एकपछि चाहिँ माओवादी सिद्धिने भन्ने होइन। तर अहिले के भने नेतृत्वको आवश्यकता अनुसार चाहिँ नेतृत्व अगाडि तयार पनि छ, नेतृत्व अगाडि बढ्दैछ, नेतृत्व अगाडि बन्छ भन्ने चाहिँ मलाई लाग्छ। अब म अलिकति सरलाई चाहिँ पोखराकै राजनीतितर्फ केन्द्रित गर्न चाहेँ, किनभने यहाँ पोखरा क्षेत्रकै राजनीति गर्नुहुन्छ नेकपा माओवादी केन्द्रको र हाल यहाँ चाहिँ नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिकाको सचिव पनि हुनुहुन्छ। द्वन्द्वकालमा पोखराले पनि ठुलो जनधनको क्षति बेहोर्यो, जोसँग यहाँ जानकार हुनुहुन्छ। धेरै शहीदहरू बने यहाँ। उक्त शहीद परिवारको लागि यहाँहरूले यहाँको कार्यकालमा कस्ता खालका कार्यक्रमहरू लिएर आउने भनेर चाहिँ प्लानिङ गर्नु भएको छ? मुख्य कुरा चाहिँ के हो भने शहीद बेपत्ता परिवारहरू सबै चाहिँ रहे, यो देशको निम्ति परिवर्तनको निम्ति जहाँ योगदान गर्नुभयो उहाँहरूप्रति म हार्दिक सम्मान गर्छु, म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, उहाँहरूको परिवारसँग नि सम्मान गर्न चाहन्छु। उहाँहरूको विषयवस्तु भनेको के हो भने त्यो मरेर त्याग गरेको भनेको व्यक्तिगत प्राप्त भन्दा पनि राज्यले प्राप्त गर्नुपर्ने, राज्यको चाहिँ जनताहरूको जीविकोपार्जन चेन्ज हुनुपर्ने भन्ने उद्देश्यका साथ प्रेरित भएको मुख्य कुरा यो आन्दोलनमै भर पर्छ। दोस्रो कुरा के छ भने अब शहीद परिवारको व्यवस्थापन, शहीद परिवारको इच्छा चाहना, उनीहरूको चाहिँ बिचली घाइतेहरूको त्यो बारेमा चाहिँ पार्टीले केही हदसँग अगाडि बढेको छ, केही हदसँग चाहिँ बाँकी नै छ। यद्यपि त्यो के हो भने सबै कुरा फेरि शान्ति प्रक्रियामा गएर जोडिन्छ। शान्ति प्रक्रियामा गर्दाखेरि के देखियो भने हिजै 46 सालबाट 61-62सम्म राज गरेका पार्टीहरू पनि यसको मुख्य विषयवस्तु रह्यो। सबैभन्दा उनीहरू बाधक हो भन्ने लाग्छ। प्रचण्डलाई कम्प्रोमाइज गर्न, झार्न, एउटा साइजमा ल्याउन उनीहरूले के बार्गेनिङ गरिराखे भने शान्ति प्रक्रियालाई अधुरै राख्ने, त्यसलाई डिले गर्ने र कमसेकम चाहिँ बाइगिरी गरेर माओवादी आन्दोलनलाई ढिला बनाउने बार्गेनिङको विषयवस्तु बनाउनले यहाँसम्म पुगेको छ। यद्यपि त्यो मिसनलाई माओवादीले नछोडेको हुनाले मैले सरसँग के प्रश्न राखेको थिएँ भने नि सर, हजुरले पोखरा महानगरपालिकाभित्रका जति पनि जनयुद्धकालीन शहीदहरू हुनुहुन्छ, बेपत्ता परिवारहरू हुनुहुन्छ, घाइतेहरू हुनुहुन्छ, जो अहिले पनि शरीरमा छर्राहरू लिएर घाइते अवस्थामै हुनुहुन्छ, उहाँहरूको जीवनस्तरमा है ल पार्टी आयो है भन्ने खालको बनाउनको लागि र माओवादीलाई 62-63 सालतिरकै एउटा चाहिँ राइजिङ पार्टी बनाउनको लागि र उहाँहरूमा आशा भर्नको लागि यहाँले कस्ता खालका कार्यक्रमहरू ल्याउने चाहिँ प्लानिङ गर्नुभएको? निश्चित रूपमा शहीद परिवार बेपत्ताहरूलाई केही समय पहिला निराशा पैदा भयो। त्यो निराशालाई आशामा बदल्न पर्यो। नेतृत्व नेता सबै ढङ्गले शहीद र बेपत्ता परिवारको साथमै छ भन्ने अनुभूति दिलाएर भेटघाटको हिसाबले, उहाँहरूको चाहिँ दुःख सुखमा साथ दिएको हिसाबले यो सबै ढङ्गले अगाडि लाने योजना निर्माण भएको छ र अहिले यति बेला चाहिँ पोखरा महानगरलाई कास्की जिल्ला भनौँ यो सबै ढङ्गले फेरि केन्द्रित भएको छ। पुरानो जुन कुण्ठा, पुरानो कुन निराशा, ती सबैलाई बिस्तारै हल हुँदै अहिले माओवादी आन्दोलनमा फेरि चाहिँ एकाबद्ध भएर अब आउने दिनहरू माओवादीको चाहिँ उज्जवल हुनेछन् भन्ने चाहिँ एउटा भविष्यका साथ यहाँ बेपत्ता शहीद परिवार सबै आशाको केन्द्रबिन्दु बनेको छ र हामी उहाँहरूको आशा र भरोसालाई लिएर नै फेरि अगाडि बढ्नेछौँ र यो पार्टी फेरि पुनर्जीवित गर्नेछौँ र आन्दोलनका इच्छा र चाहनालाई पुरा गर्नेछौँ भन्ने कुरामा हामी पार्टी कार्यकर्ता सबै चाहिँ एक ढिक्का भएर अगाडि लागेको स्थिति छ। जस्तो सरको यही जवाब सँगसँगै एउटा प्रश्न मैले के राख्न चाहेँ भने नि सर, यो अलिकति हाइपोथेटिकल प्रश्न पनि हुनसक्छ। जस्तो भन्नुभयो यहाँले हामी घाइते बेपत्तालाई भेट्छौँ, बेपत्ता परिवारहरूलाई भेट्छौँ गएर भनेर भन्नुभयो। यहाँले भेट्न जाँदै गर्दाखेरि उक्त परिवार अथवा उक्त घाइतेले चाहिँ हामीले रगत बगाएर के पायौँ भनेर यदि उहाँहरूले तपाईँहरूलाई सोध्नुभयो भने यहाँले चाहिँ उहाँलाई चाहिँ दिने जवाफ चाहिँ कस्तो रहन्छ? उहाँहरूलाई हामीले आश्वासन मात्रै दिनुहुन्छ या केही नयाँ तरिकाले उहाँहरूलाई सम्झाउने प्रयास गर्नुहुन्छ? होइन, माओवादी आन्दोलनप्रति मुख्य कुरा के हो भने अब फकाएर होइन आश्वासन दिएर चाहिँ प्राप्त हुने होइन। मुख्य कुरा पार्टीले लिएका योजनाहरू, तपाईँ हिजो शहीद परिवारका योजनाहरू, हिजो शहीदहरूले जुन ढङ्गको रगत चाहिँ चुहाउनु भयो, गणतन्त्र संहिता समाजवादसम्म जाने जुन अपेक्षा सहित उहाँहरूले योगदान गर्नुभयो त्यो योगदानको कदर गरिन्छ, त्यो भावनालाई मेट्न गरिन्छ र हिजो चाहिँ कहिले कहीँ भुलचुक भएर तपाईँहरूसँग भेटघाट नहुने, विषयवस्तु नराख्ने हुँदैन र तपाईँहरूको साथमै हामी छौँ। तपाईँहरू चाहिँ यद्यपि परिवार गुमाउनु भयो, तपाईँहरू पीडामा हुनुहुन्छ, त्यत्तिकै पीडामा हामी छौँ र त्यो पीडा तपाईँहरूको पीडामा हामी साथमै लिएर माओवादी आन्दोलनलाई एउटा समृद्ध र समाजवादको कार्यक्रममा हामी पुर्याउँछौँ भनेर आश्वासन दिएर अहिले अगाडि लान्छौँ र उहाँहरू त्यो कुरामा कन्भिन्स भएर हाम्रो साथमा साथ हँस्दैमा हँस्दै गरेर चाहिँ पछाडि लागेको स्थिति छ। जस्तो सरको यो
कुरा एकदमै धेरै हौसलापूर्ण कुरा पनि लाग्यो मलाई। सँगसँगै अहिले हामी धेरै नेपालीहरू एउटा यस्तै खालको भरोसा र कुराहरूमा मात्रै विश्वास गर्न चाहिँ बाध्य भएको अवस्था पनि छ। रिजल्ट चाहिँ देखिएको खासै पाइँदैन। यो सँगसँगै मैले सरलाई घाइते, बेपत्ता र शहीदको परिवारको कुरा किन पनि जोड्न चाहेको भने अहिले सहकारी काण्ड एकदमै चरम उत्कर्षमा छ। जुन यहाँ जानकार हुनुहुन्छ र यहाँहरूले मुद्दा उठाएको भुइँ मान्छेहरू जसले सहकारीमा एउटा मकै पोलेको अथवा बिटी कुटेको अथवा दैनिक ज्यालादारी गरेकोबाट आफ्नो घाँस कटाएर राखेको थोरै थोरै रकमहरू पनि धेरैले डुबाएको अवस्था छ। जोसँग यहाँ जानकार हुनुहुन्छ, कति त मैले स्वयं आफैले पनि भेटेँ कि औषधि उपचार गर्ने खर्च नभएर अकालमै ज्यान पनि गुमाउनु भएको छ ताकि उहाँहरूको पैसा सहकारीमा थियो। यस्तो अवस्थाबाट जुनको मुद्दा यहाँले उठाउनु भयो भुइँ मान्छेहरू, उहाँहरू गुज्रिरहेको अवस्था छ सर। र पोखरा क्षेत्रमा पनि धेरै सहकारी पीडितहरूको अवस्था यस्तै नै छ। जुन कुरासँग यहाँ जानकार हुनुहुन्छ, यहाँको कार्यकालमा जुन यो जल्दो बल्दो मुद्दा र धेरैहरूलाई प्रभाव पारेको, आर्थिक रूपले प्रभाव पारेको यो सहकारीको मुद्दा यहाँहरूले कसरी लिएर जानुहुन्छ अथवा भनौँ सहकारी पीडितहरूको हितमा यहाँहरूले चाहिँ कसरी आवाज उठाउने भन्ने प्लानिङ बनाउनु भएको छ या के छ यहाँहरूको योजना? यो चाहिँ मूल उद्देश्य के हो भने देशको व्यथितिको चरम उत्कर्षमा पुगिसकेपछि अहिले सहकारीहरू यो विभिन्न तरिकाबाट खत्तम भइरहेको छ। यो के हो भने राज्यमा कानुन, राज्यको सुशासन यो राम्रो ढङ्गले नहुँदाखेरि, आर्थिक परिचालन राम्रो ढङ्गले नहुँदाखेरि अहिले त्यो भोग्न बाध्य छन्। यो चाहिँ सहकारीबाट पैसा ठगेर खाने पनि अब यो केही हुँदैन, यहाँ केही गरिँदैन भन्ने ढङ्गले चाहिँ सहकारीलाई लुट्ने एउटा साधनको रूपमा बनाए होइन। राख्नेहरू पनि त्यो के भयो भने केही न केही हामीहरू चाहिँ आशा भरोसा चाहिँ झुकिए र यो स्थितिमा पैदा भएको छ। अब राज्यले यसलाई नै सम्बोधन गर्नुपर्छ। राज्यले चाहिँ जो व्यथिति गरेछन्, सहकारी डुबाएछन्, उनीहरूसँग कुनै पनि हालतमा कुनै पनि कम्प्रोमाइज नगरिकन असुली गर्नुपर्ने वातावरण बनाउनुपर्छ कानुनी ढङ्गले। र अनि फेरि पीडितहरूलाई पनि एउटा व्यवस्थापनको ढङ्गले एउटा च्यानलमा राखेर उहाँहरूको असुली प्रक्रियालाई पनि सहजीकरण गरिदिनुपर्छ। र यसलाई उनीहरूसँग रहेको धितोलाई कसरी हुन्छ, तरलता त बाँचिसके छन्, खाइसके छन्, तत्काल आजको भोलि समाधान हुँदैन भने यसमा राज्यले नै एउटा कन्ट्रिब्युसन लिएर एउटा फन्डिङ तयार पारेर त्यो फन्डिङ मार्फत चाहिँ बचत गरेर राखेको पैसा चाहिँ फिर्ता गर्ने र अहिले पीडित छन् जो भुइँ मान्छेहरू छन् उनीहरूलाई एउटा लेभलको पैसा चाहिँ तत्काल फिर्ता गर्ने वातावरण बनाउने र उनीहरूलाई कानुनी नियन्त्रणमा लिने र कानुनी कारबाही गरेर यो एउटा वातावरणको सेटल गर्न सकियो भनेदेखि एउटा ढङ्गले टुङ्गिन्छ। यदि राज्यले फेरि आफ्नै आसेपासेका हुन्, आफ्नै मान्छेले खाएका हुन्, कोही थुनिनी कोही नथुनिनी सामान्य केही व्यक्तिलाई चाहिँ कारबाही गरे जस्तो गर्ने, फेरि आफ्नो राम्रो संरक्षण गर्ने भयो भने यो व्यथितिमा जान्छ र पीडितै भन्छ। पीडितको दिन आगामी दिन चाहिँ दुर्दशामै परेको हुन्छ। राज्य वास्तवमा यो राज्य हो भन्ने चाहिँ ठानियो भने राज्यले नै यसलाई चाहिँ सबै विषयवस्तु हल गर्ने चाहिँ सामर्थ्य राख्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा भुइँ मान्छे राज्यसम्म पुग्नलाई पहुँच पुग्दैन जोसँग यहाँ जानकार हुनुहुन्छ। यहाँले त्यो भुइँ मान्छेले सहकारीमा चाहिँ राखेको बचत फिर्ता गराउनको लागि जस्तो राज्यको सम्बन्धित निकायसम्म आवाज पुर्याउनको लागि यहाँले केही योजना? हामीले पुरै भूमिका खेल्छ, पार्टीको ढङ्गले भूमिका खेल्नुपर्छ। हामी एउटा कार्यकर्ता भएको नाताले तल्लो कुरा पार्टी मार्फत होइन सरकारका निकायहरूमा पुर्याइएन भने हामी पनि फेरि त्यो बाटो अछुत रहन सकिँदैन। हामीले पनि तल्लो मान्छेहरूको ग्रास लेभलको मान्छेहरूको के छ समस्या र अन्तिममा भइसक्यो समस्या सब कसरी गर्न सकिन्छ, कराएर मात्रै पनि भएन, आजै देल भनेर मात्रै पनि भएन, उसको कुन परिस्थिति यहाँ लगेर कहाँ फालेछ त्यसलाई सेटल गरेर अब कमसेकम चाहिँ एउटा लेभल छ नि त, एउटा लेभल कमाउन भनेर राज्यमा डिपोजिट गरेको छ सहकारीमा। एउटा लेभल के छ भने वास्तवमा मकै छ नि, मकै पोलेर भोलिपल्ट छोराछोरीको फी तिरौँला भनेर जम्मा गरेको छ, त्यसलाई क्याटेगोराइज गरेरै यो असुली गर्नुपर्ने, यसलाई भुक्तानी गर्नुपर्ने र एउटा लामो एउटा समयको एउटा पेट फेरि राखेर त्यो भित्र असुली प्रक्रियामा राज्यै भूमिका खेल्नुपर्छ, राज्यका संयन्त्रै भूमिका खेल्नुपर्छ। राज्यसँग प्रदेश, केन्द्र, यो स्थानीय निकाय छ, यसको कोअर्डिनेसनमा, प्रशासनको कोअर्डिनेसनमा यो समस्या समाधान गर्न सकियो, नीतिगतै सकियो भने समाधान हुन्छ। नत्र भने फेरि यो फेरि देश पनि समृद्धि बन्दैन। अब एउटा उही पहिलाका चाहिँ जस्तो यहाँ पोखरा महानगरपालिकाको देशको राष्ट्रिय पार्टी नेकपा माओवादी केन्द्रको सचिव हुनुहुन्छ। आम सर्वसाधारणहरू जसले चाहिँ सहकारीमा आफ्नो बचत डुबाउनु भएको छ, अब अघि नै मैले भने चाहिँ एउटा भुइँ मान्छेहरूले गिटी कुटेको, मकै पोलेको अथवा ज्याला मजदुरी गरेको पैसाहरू डुबाउनु भएको छ, उहाँलाई यहाँको प्रोटोकलले जस्तो माओवादी केन्द्रको पोखरा महानगरपालिकाको सचिवको हैसियतले चाहिँ उहाँहरूलाई कसरी विश्वस्त पार्न चाहनुहुन्छ यहाँले? हाम्रो पार्टीले सबैभन्दा पहिला के हो भने यसको व्यवस्थापनको निम्ति हामीले केन्द्र, प्रदेश र हाम्रो नेताहरूको तहमा चाहिँ एउटा समीक्षा, छलफल र
गर्ने वातावरण बनाउनुपर्छ र यसलाई एउटा जनताहरूसँग जोडिएर समाधान गर्ने कुरामा चाहिँ मुद्दा मात्रै उठाउने होइन, समाधानको एउटा उपाय पनि गरेर त्यसलाई कोर्डिनेसन गर्नुपर्छ भन्ने छ र माथि केन्द्रमा चाहिँ सरकारमा त्यो अनुसार भूमिका खेल्नुपर्छ भन्ने हामीले सुझावहरू चाहिँ पठाइरहेका छौँ र छिटै केही समयभित्रै यो समग्र यो सुशासनको पक्षमा, भ्रष्टाचारको पक्षमा, या सहकारीको व्यतिथिको पक्षमा हाम्रो पार्टीले केन्द्रदेखि तलसम्मै समस्या समाधान गर्ने गरी अबको देश चाहिँ निर्माण हुने गरी समृद्धि हासिल गर्ने गरी मुद्दाहरू उठाउनेछ र यसलाई आन्दोलनको रूपमा उठाएर यो समस्या समाधान गर्न चाहिँ प्रयत्न गर्नेछ र हामी त्यो कार्यकर्ताको हैसियतले त्यो प्रयत्न गर्ने वातावरणमा पार्टीलाई पुर्याउन पनि हामी दबाब दिनेछौँ, सरकारलाई पनि हामी दबाब दिनेछौँ र राज्य कमसेकम यो ठाउँमा चाहिँ सही ठाउँमा ल्याउने प्रयत्न हाम्रो हुनेछ र हामी तब भयौँ भने मात्रै हाम्रो सचिवको औचित्य हुनेछ, हामी पोस्टमा बसेको औचित्य हुनेछ, तपाईँहरूसँग अन्तर्वार्ता दिएको औचित्य हुनेछ, नत्र भने बेकार चाहिँ यो हल्लाखल्लामै परिणत हुनेछ, यसो कुनै अर्थ हुने छैन भन्ने लाग्छ। सरसँग यो किन पनि प्रश्न राख्न चाहेँ भने नेकपा माओवादी केन्द्र जसले एकदमै तल्लो लेभलका मान्छेहरूको प्रतिनिधित्व गरेर जनयुद्ध लड्यो र यी जति पनि हजुरले भन्नुभएका उपलब्धिहरू संस्थागत गर्यो भनेर यहाँहरू गर्व गर्नुहुन्छ नि, त्यही भएर त्यही भुइँ मान्छेको एजेन्डा, त्यही भुइँ मान्छेको समस्या, अहिलेको टटकारो समस्याको लागि चाहिँ मैले यी प्रश्नहरू यहाँ समस्या राखेको हो। र अर्को प्रश्न के पनि गर्न चाहेँ भने नि, जस्तो यहाँहरू भर्खर निर्वाचित भएर आउनु भएको छ, धेरै चुनौतीहरू छ। पोखरा महानगरपालिका त्यसकै सबैभन्दा ठुलो महानगरपालिका हो, यसको क्षेत्रफलको हिसाबले पनि धेरै ठुलो छ। यो यहाँभित्र सङ्गठन विस्तार गर्नुपर्ने र 84को चुनावमा चाहिँ पार्टीलाई अगाडि लिएर आउनुपर्ने चुनौती यहाँहरू समस्या छ। यी चुनौतीहरूको बिचमा यहाँले चाहिँ जुन अहिले नयाँ पार्टी उदय भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी, यसलाई चाहिँ तपाईँहरूले प्रतिस्पर्धी पार्टीको रूपमा लिनुभएको छ या चाहिँ यसलाई छोडेर अरू पुरानै ढर्राका पार्टीहरूसित त हामी चाहिँ भोलि उस्तै पऱ्यो भने माथि नेतृत्वले भन्यो भने त्योसँग चाहिँ टाइअप गरेर पनि अगाडि बढ्न सकिन्छ के अरे भनेर यहाँले चुनौतीको रूपमा लिएको पोखरामा चाहिँ खास कुन पार्टीलाई यहाँले चुनौतीको रूपमा लिनु भएको छ? अहिले अब हामीले पार्टी हाम्रो लागि चाहिँ सबैभन्दा विचारको चुनौती हो। अब विचारले हेर्दाखेरि काङ्ग्रेसको पनि यहाँ हेरिसकिएको छ, एमालेको पनि हेरिसकिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हेरिसकिएको छ। अब मुख्य कुरा चाहिँ यही लैलैमा लाएर मात्रै पार्टी बन्छ भन्ने चाहिँ हामीलाई लाग्दैन होइन। एउटा ढङ्गले यथास्थितिकै कुरा कभर गर्ने, हिजै ठिक थियो भन्ने, अन्तिममा राजै ठिक थियो भन्ने पनि प्रयत्न गर्ने पार्टीहरू पनि हाम्रा ठुला पार्टीहरू छन्। अनि एउटा कुरा चाहिँ के हो भने यो चाहिँ असन्तुष्टिको जालो जसरी जगलाई लिएर अहिले एउटा स्वतन्त्र पार्टीको रूपमा चाहिँ एउटा चाहिँ उदय भएको छ नि, त्यो पार्टीको पनि के देखिँदैन भने विधि र विचारका आधारमा गन्तव्य चाहिँ देखिँदैन। गन्तव्य यही ठाउँमा पुर्याउँछौँ, यस्तै बनाउँछौँ भनेर कल्पना गरेको देखिँदैन। एउटा असन्तुष्टिको चाहिँ ठुलो चाहिँ एउटा चाहिँ सङ्ख्याको एउटा मानसिक रूपमा चाहिँ क्याच गरेको त देखिन्छ। तर यो फेरि यति क्याचले पुग्दैन। हामी सबै एउटा चाहिँ नीति विचारले लयसबारै हामीले त्यो गन्तव्य पक्राउनुपर्छ भन्ने लाग्छ। हिजो चाहिँ के देखियो भने यो 62-63 भित्र चाहिँ माओवादीले यो सही समयमा आन्दोलनलाई उठान गर्न सकेन या उठाउन सकेन, अथवा त्यो ढङ्गले अगाडि बढाउन सकेन, अथवा ती ठुला पार्टीहरू यथास्थिति पार्टीहरूसँगको चाहिँ मोह तोड्न सकेन, गठबन्धन गर्यो। यसका नाममा चाहिँ ऊ पनि यस्तै हो, माओवादी पनि यी पार्टीहरूभन्दा फरक छैन भन्ने जुन एउटा चाहिँ जुन फिजाउन खोजिएछ, प्रयत्न गर्न खोजिएछ, अब त्यो प्रयत्नलाई माओवादीले चिर्न सक्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो कुराहरू सुन्दै गर्दाखेरि तपाईँमा यति हिम्मत छ कि 2084मा यदि नेतृत्वले केन्द्रबाट दबाब दियो भने पनि पोखरा महानगरपालिकामा अरू कुनै पार्टीको बैशाखी नटेकिकन माओवादी केन्द्र एक्लै चुनाव लड्न तयार छ भन्ने खालको हिम्मत छ यहाँसँग? हाम्रो म एउटा सचिव हुँदाखेरि अघिल्लो पनि म महानगर कमिटी सदस्य भएँ, जिल्ला कमिटी सदस्य भएँ। यद्यपि हामीले त्यति बेला पनि यो बैशाखी टेकेर चाहिँ प्राप्त गर्न सकिँदैन, किनभने 46 सालबाट 61-62 सालसम्म आउँदा पनि अब एउटा ढङ्गले चाहिँ खत्तम, एउटा ढङ्गले राज्यलाई चाहिँ असफल बनाएका पार्टीहरूसँग गठबन्धन गरेर हामी अगाडि जान सक्दैन भन्ने कुरामा हामी ढुक्क थियौँ र हामी दृढ थियौँ। यो कुरा हामीले नेतृत्वलाई राख्थ्यौँ र नेतृत्वले अब नगरेर या नसुनेर यो कुरा चाहिँ कार्यान्वयन नहुँदाखेरि अहिले माओवादी केन्द्रले यो भोग्नु परेको छ। यो कुरा त्यही पार्टी जस्तो हामी होइन भन्नुपर्ने चाहिँ एउटा बाध्यता परेछ। त्यो कार्यकर्तालाई त्यो चुनौती आएको छ र त्यही असन्तुष्टिलाई बोकेर अहिले स्वतन्त्र पार्टी चाहिँ सिर्जना भएको छ। यद्यपि स्वतन्त्र पार्टीमा जुन विषयवस्तु उठाएर अगाडि बढ्नु भएको छ उहाँहरूको सम्मान गर्न चाहन्छु, किनभने स्थिति त्यही छ, अगाडि जान चाहिँ स्वाभाविक छ। तर फेरि त्यहाँ नीति र विचारले लयस नभइकन त्यहाँ पनि व्यक्तिवादी प्रधान हुँदाखेरि कम्तीकम राज्य चलाउन त्यसरी चल्दैन। राज्यलाई एउटा विधि र विधानमै टेकेर अगाडि जानुपर्छ, एउटा विचारले गाइडेड गर्नुपर्छ भन्ने कुरा त्यहाँ प्राप्त नभएको हुनाले अबको नेतृत्व जसरी भयो जुन हालतमा भयो नि हामीले जनतालाई कार्यकर्तालाई फेरि कसरी हुन्छ हामी सचेर हाम्रो नेतृत्व सचेर
अब योभन्दा विकल्प छैन, एउटा मिसन सहित लगेर जनतालाई आबद्ध गर्नुपर्छ र हामी आबद्ध गर्न सक्छौँ। एक शब्दमा मैले यहाँको यदि अघिको प्रश्नको उत्तर चाहेँ भने यहाँले एक शब्दमा कसरी दिन सक्नुहुन्छ? 2084 सालमा जुन निर्वाचन हुन्छ, निर्वाचनमा यहाँ पोखरा महानगरपालिकाको अहिले सचिवमा निर्वाचित भएर आउँदै गर्दा 84मा यदि केन्द्रबाट यहाँहरूलाई कसैको बैशाखी लगाउने भनेर चाहिँ आदेश आयो भने पनि होइन, हामी पोखरा महानगरपालिकालाई नेकपा माओवादीमय बनाउन आफ्नै प्रयासमा कसैको बैशाखी नटेकिकन आफै चुनाव लड्छौँ भन्ने खालको हिम्मत अवश्य सक्नुहुन्छ? हामीले नेताहरूलाई अहिले पनि भनेका छौँ, हामीले दबाब अहिले पनि राखेका छौँ। पोखरा महानगरपालिका एक्लै लड्छ, सबै वडाहरू एक्लै हामी लड्छौँ र पोखरा महानगरपालिकाले माओवादीको विचारधारामा लयस भएको महानगरपालिका बनाउँछौँ। र यस्तो व्यथिति देख्नु भने पछिल्लो परिवर्तनपछि दुईटा चाहिँ स्थानीय निकायका प्रमुखहरू हामीले भेटिसक्यौँ र उहाँहरूबाट के पोखरा महानगरपालिका के अपेक्षा गर्यो? यो सबै चुनौतीका बिचमा हामीले महानगरपालिकालाई स्थापित गरेर जान्छौँ र यसको हामी नेतृत्व तयार छौँ भन्ने कुरा चाहिँ हामी पूर्ण छौँ र हाम्रो नेताहरूलाई पनि हामीले हाम्रो सुझाव यही छ। र नेताहरूको पनि अहिले के छ भने अब अध्यक्ष कमिटीले पटकबाट भन्नुभएको छ माओवादी एक्लै लड्छ भन्ने छ। त्यो मिसनमा चाहिँ कार्यकर्ता नेताको सबैको बोली वचन मिलेको छ भन्ने लाग्छ र हामी एक्लै लड्छौँ। जस्तो सरको अभिव्यक्तिहरू मैले सुन्दै गर्दा यदि मैले गरेको मूल्याङ्कन गलत भए मलाई गलत भइस् भनेर भनिदिनु होला। यहाँको मूल्याङ्कन चाहिँ मैले कस्तो पाएँ भने भोलि नेतृत्वले काङ्ग्रेस र एमालेसँग त जसरी पनि टाई अप गर्न सक्ने प्रोबेबिलिटी छँदैन। हाम्रो लागि सबैभन्दा चाहिँ प्रतिस्पर्धी भनेको अहिलेको अवस्थामा पोखरा महानगरपालिकाभित्र राष्ट्रिय स्वतन्त्र पार्टी नै हो भन्ने खालको आशय मैले बुझेँ। सर म यदि गलत रहेछु भने मलाई थोरै सच्चाइ दिनु। जनताहरू राष्ट्रिय स्वतन्त्र पार्टी भनेरै मूर्त नगरौँ, तर जनताहरू के छ भने परिवर्तनको पक्षमा छ। यदि परिवर्तनको पक्षमा माओवादीले आत्मसात गरेन भने होइन स्वतन्त्र पार्टी नै हुनसक्छ, अरू स्वतन्त्रको रूपमा उब्जिन नि सक्छन्। अब त्यो विषयवस्तुलाई सरको यो शब्दलाई मैले यसमै यही किन रोक्न चाहेँ भने जनता परिवर्तनको पक्षमा छन् यहाँको शब्द सापटे लिँदै गर्दा र यदि भोलि जनताले चाहे भने जनमत सङ्ग्रह भयो भने र जनताले राज संस्थाकै पक्षमा चाहिँ भोट दिए भने अथवा जनमत सङ्ग्रह राज संस्थाको पक्षमा भयो भने तपाईँको भूमिकामा के असर पर्छ? मलाई के लाग्छ भने तपाईँले भनिरहँदा यो मरिसकेको उसलाई चाहिँ फेरि उठाइयो, त्यसलाई स्पेस दियो, त्यसको बारेमा कुरा गरियो भने राजनीतिमा त केही पनि कुरा असम्भव भन्ने कुरा हुँदैन। अहिले पनि स्वीकार्नुहुन्न अथवा यहाँको भूमिका के हुन्छ? अहिले पनि मैले के भनिरहेको छु भने यो लोकतान्त्रिक गणतन्त्र हो। यो गणतन्त्रभित्र को राजावादी को काङ्ग्रेस को एमाले छैन। जनताहरूले त भन्छन् नि सर एउटा राजा फालेर हामीले हजारौँ राजाहरू गाउँमा राजाहरू जन्मायौँ भनेर भन्छन्। यसलाई तपाईँहरूले अझै पनि किन यति ठुलो उपलब्धिको रूपमा मात्रै चर्चा गर्नुहुन्छ? यो त शब्द मात्रै परिवर्तन भयो, जनताको जीवनस्तर त परिवर्तन भयो। एकदमै ठिक हो। गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, तर गणतन्त्रभित्र चाहिँ आएर के भयो भने दूषित पैदा भयो। नेताहरूभित्र यो पैदा भएको चाहिँ कसले हो? यो नेताहरूले हो। यो सच्याउनुपर्छ। यसको खबरदारी कार्यकर्ता नेता जनताले यिनै नेतालाई सजाय दिनुपर्छ। तर मलाई के लाग्दैन भने लोकतन्त्र गणतन्त्रको विकल्प फेरि राजतन्त्र फर्किएर यिनै नेताहरूलाई सजाय दिनुपर्छ भन्दै गर्दा यहाँ नेकपा माओवादी केन्द्रको हुनुहुन्छ, यहाँले प्रचण्डको बारेमा नराम्रो बोल्न सक्नुहुन्न किनभने भोलि पार्टीले कारबाही गर्ला अथवा मलाई पार्टीले बाइस गर्ला भन्ने डर यहाँमा रहन्छ। त्यस्तै नेपालका मूलधारका अरू जति पनि राष्ट्रिय पार्टीका लिडरहरू हुनुहुन्छ उहाँहरूको विषयमा तल्लो कमिटीका जिल्ला स्तरका अथवा प्रदेश स्तरका कोही पनि नेताहरू बोल्न नसक्ने अवस्था अहिले छ र तपाईँ भन्दै हुनुहुन्छ कि यी नेताहरूलाई कारबाही गर्नुपर्छ अथवा यो उन्नत खालको गणतन्त्रमा हामीहरू जानुपर्छ भनेर भन्दै गर्दा यो त अलिकति चाहिँ नसुहाउने कुरा अथवा विवादास्पद अथवा विरोधाभासपूर्ण लागेन र अब के नेताले चेत्नुपर्छ भने अब यो गणतन्त्र यो सबै प्राप्त भइसकेको स्थितिमा अब उन्नत तालको समाजवाद सहितको गणतन्त्रमा हामी गइएन भने हाम्रो पनि खुबी छैन। हिजो राजा जसरी अवस्था आए नेता व्यक्ति भएर सिद्धिनेवाला छन्। यसमा चाहिँ अर्को कम्प्रोमाइज छैन। मेरो मात्रै के कुरा हो भने यदि हिजो त्यो शासन हामीले बिहोरिरहेछौँ, त्यो शासन कस्तो थियो भन्ने कुरा हामीले बिहोरिरहेछौँ, अब चाहिँ राजतन्त्रको विकल्पमा जाने भनेको राजतन्त्र कुनै तन्त्रै होइन। भन्दा अहिलेको शासनमा यहाँले के फरक पाउनु भएको छ सर? अहिले पनि यहाँ कतिको जानकार हुनुहुन्छ, म पत्रकारिता गर्छु, दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गरेर उहाँ भूमिगत भएर अदालतबाट चाहिँ मुद्दा आफ्नो लडेर बल्ल उहाँले आज सफाइ पाउनु भएको छ। यो अवस्था र पहिलेको अवस्थामा फरक थियो भन्नु त यो त जनतालाई चाहिँ गुमराहमा राख्ने खालको। अब जनतालाई गुमराह होइन। यहाँले र सरलाई मैले यो सँगसँगै के पनि जोड्न चाहेँ भने
अहिले मूलधारको मिडियाहरूले जति पनि समाचारहरू लेख्छ, जति पनि हेडलाइनहरू लेख्छ, अथवा कुनै पनि पार्टीका नेताहरूले जुन कुनै स्ट्याटसहरू लेख्नुहुन्छ त्यसको तलपट्टि आउने कमेन्टहरू यहाँले कतिको पढ्नु भएको छ? मैले कमेन्टहरू पढेछु। सबैभन्दा पहिला के देखिन्छ, राजतन्त्रको हिस्ट्री नै जनतालाई सिकाउनुपर्छ भन्ने लाग्छ मलाई। राजतन्त्रको कार्यकालमा भएका हिस्ट्रीहरू सिकाइयो भनेदेखि हामीले चाहिँ अलि समीक्षामा पुग्छौँ। कुनै एक दुईवटा हिस्ट्री भन्न होइन भन्नु न। अब तपाईँले चाहिँ हिस्ट्री हेर्दाखेरि हामी 46-45 सालमै होइन वीरेन्द्र राजाको कार्यकाल नै हामीले हेरियो, पछि ज्ञानेन्द्र राजकाल पनि आएर हेरियो होइन, त्यो भित्र आएर त्यसैका चाहिँ व्यवस्थाहरू हेरियो, हामीले गाउँ गाउँको बाटाघाटाहरू यो सबै कुरा परिवर्तनको कुराहरू हेरियो। यद्यपि त्यो भने यो धेरै लामो होइन नि त। 30 वर्ष चाहिँ पञ्चायतले कालले चलायो, त्यही राजतन्त्रभित्र रहेर। त्यहाँभन्दा पहिला चाहिँ राणा शासनको रह्यो। त्यो बिचको ग्याप छ नि, देशको जनताको चाहिँ व्यक्तिगत जीवन स्तरको विकास, सबै ढङ्गको विकास त हेर्ने हो भने त तुलना गर्न सकिन्छ नि त। त्यो हिस्ट्री जनताले पढ्नुपर्छ र त्यसलाई नै एउटा आधार बनाएर अहिलेको हिस्ट्रीलाई अध्ययन बनाएर वास्तवमा सही कहाँ हो र सच्याउन कहाँ सकिन्छ भन्ने कुरा चाहिँ हेऱ्यो भने चाहिँ गन्तव्य पैदा हुन्छ। र अहिले के हो भने मैले के भनिनँ भने यो अहिलेको नेताहरूको अब चाहिँ हिजोको राजाको कुरा भनेको यिनीहरूबाट बरु सच्याउने सम्भावना छ, राजाबाट सच्याउने सम्भावना छैन। त्यसो भने तपाईँको पार्टीको नेतृत्व प्रचण्डको यहाँलाई लाग्ने सबैभन्दा कमजोरी के देख्नुहुन्छ यहाँले यहाँको नेतृत्वमा? अब यहाँले 100% प्रचण्ड सही अथवा अर्को पार्टीकोले मेरो पार्टीको चाहिँ नेता 100% सही भन्दा अगाडि बढ्दै गर्दा त अघि हजुरले भनेको कुरासँग त मेल खाँदैन नि त। प्रचण्डको सबैको आलोचना गर्ने पनि त हिम्मत चाहिँ एउटा कार्यकर्ताले त राख्नुपर्छ। अहिले आएर हामीले समीक्षा गर्दै आउँदा प्रचण्डको धेरै विश्वास गर्ने, त्यो धेरै विश्वास गरेका नाममा अहिले 17-18 वर्ष छ नि, काङ्ग्रेस एमालेले उहाँलाई भुलाउन सफल भयो। त्यो एउटा चाहिँ आन्दोलनै भुल्यो उहाँले चाहिँ। त्यो भुलाउन यहीँबाट परिवर्तन गर्न सकिन्छ। हामी पनि गणतन्त्र समाज, उहाँले काङ्ग्रेस एमाले हिजो चाहेको र गणतन्त्र ल्याउन चाहेन। पछिल्लो समय के गरिदियो, सङ्घीयतीय लोकतन्त्र गणतन्त्र हामीले यहाँ भनिदियो, यसैमा बोल्नुभयो। यी पनि गणतन्त्रवादी रहेछन् भन्नुभयो, वास्तविक गणतन्त्रवादी रहेछन् भन्नुभयो। यहाँ काङ्ग्रेसले समाजवाद सहितको गणतन्त्र काङ्ग्रेसले भन्दै हिँडेको, कमसेकम समाजवादमा पुग्ने बेला त जाला नि त भन्ने ढङ्गले चाहिँ त्यही यो के हो भने नेतृत्वको विश्वास, नेतृत्वले चाँडै विश्वास गर्ने एउटा कमजोर पाटो हो भन्ने लाग्छ। र अहिले मैले प्रचण्डले पनि अब नेताहरूले पनि राम्रोसँग चेतेछन्। त्यो यो चेतेको पाठले चाहिँ सिकेर अब पार्टी हिजो आन्दोलन, जनयुद्ध, शहीद परिवार, बेपत्ता परिवारको भावना बिहोर अब यो धोका, यो जनतालाई धोका भयो हाम्रो कारणले भन्ने धोका गाडीमा नेताहरू जाँदैनन् भन्ने कुरा हामीलाई विश्वास छ। हेरौँ अझै एकपटक चाहिँ हामीले चाहिँ अपेक्षा चाहिँ गरेका छौँ। माओवादी आन्दोलनले नै अगाडि समृद्धि र समाजवाद चाहिँ लान्छ भन्ने चाहिँ अपेक्षा छ। नत्र भने नेपालमा अरू पार्टीबाट चाहिँ मैले आशा अभिलाषा गरेको छैन। अब जस्तो हामी 84 सालकै कुरा गरौँ, निर्वाचन अब करिब 2 वर्ष मात्रै छ। स्थलीय तहकै निर्वाचनको कुरा गर्दा धेरै महानगरपालिकाहरूमा अब स्वतन्त्रहरूको लहर आउने जस्तो देखिन्छ। किनभने धेरै आम सर्वसाधारणहरू अहिले राजनीतिक दलप्रति एकदमै धेरै चाहिँ फ्रस्ट्रेसन भएको अवस्था पनि छ, जोसँग यहाँ जानकार पनि हुनुहुन्छ। जस्तो यहाँको नजरमा यदि पार्टीलाई बाहिर राखेर हेर्दै गर्दा स्वतन्त्रहरूले धेरै विकास गरे भन्ने देख्नुहुन्छ या पार्टीगत हिसाबले नै निर्वाचित भएका मेयरहरूले धेरै विकास गरे भन्ने देख्नुहुन्छ? यहाँको नजरबाट चाहिँ कस्तो देख्नुहुन्छ? र अब यहाँले अघि भनिहाल्नुभयो पोखरामा 2 चोटि निर्वाचित भएका मेयरहरूले कुनै ठुलो उपलब्धि गर्न सकेनन् भनेर यहाँले भन्नुभयो। यही कुरालाई चाहिँ मैले आधार मान्दै यो प्रश्नहरू यहाँसम्म। अब तपाईँको प्रश्नलाई धन्यवाद। मुख्य कुरा के हो भने स्वतन्त्रहरू उब्जिए, अहिले सबै उब्जिए होइन, पार्टीहरू पनि उब्जिए। यिनलाई चुनौती दिने त गणतन्त्र भएर उब्जिएका हुन्, हिजो राजतन्त्र भएर त उब्जिँदैन थियो। सबैभन्दा बेटर बाटो एउटा भयो। दोस्रो कुरा के थियो भने स्वतन्त्रले पनि जनताको विकास गर्छु, समृद्धि गर्छु भनेर लाने कुरा चाहिँ यो लोकतन्त्रको मुख्य पाटो। त्यसलाई पनि हामीले सम्मानै गर्नुपर्छ होइन। यो भएन, उसले गरेन, म गर्छु भनेर जाँदा चाहिँ मुख्य पाटो हो, त्यो राम्रै पाटो। त्यसलाई हामीले चाहिँ अस्वीकार गर्नुपर्ने, तपाईँहरूले किन उठाइनु गलत हुन् भन्ने पक्षमा म छैन। यद्यपि के हो भने हामी सबै ढङ्गले एउटा लेस, एउटा विधि विधानमा चाहिँ बाँधिनुपर्छ। राज्य विधि विधानमा बाँधिएन भने व्यक्तिका कुरा, व्यक्तिका मिठा कुराले केही प्राप्त गर्न सक्दैन। र स्वतन्त्र पार्टीहरूको अहिले मैले के देखिरहेको छु भने उहाँहरूको महाधिवेशनदेखि लिएर सबै श्रृङ्खला देख्दाखेरि कमसेकम पार्टी नै हो, त्यो पनि पार्टी हो, अरू होइन। अहिले स्वतन्त्र भन्न त भाषा स्वतन्त्र हो, तर उहाँहरू पनि पार्टीमा लैस भएको देखिन्छ। तर उहाँहरूको कार्यकर्ता शैली, तल जाने ग्राउन्ड, त्यसलाई चेन कमान्डमा राख्ने होइन, त्यसलाई चाहिँ राम्रा कुरालाई प्रश्रय दिने, नराम्रा कुरालाई खिच्ने एउटा कडी बने जस्तो लाग्दैन। त्यसमा उनीहरूले भोलि साराष्ट्रको रूपमा परिणत हुने र देश फेरि होइन फेरि एउटा ढङ्गले चाहिँ राम्रो ढङ्गले नेतृत्व नदिँदाखेरि फेरि देश अर्को चाहिँ दुर्घटना पर्ने हो भन्ने डर छ। त्यसमा उनीहरूले चाहिँ मैले स्वतन्त्रप्रति चाहिँ लान्छना लाउन खोजेको होइन, तर हामी सबै
कार्यकर्ता एउटा चाहिँ ढङ्गले चाहिँ बाँधिनुपर्छ भने, नेताहरू एउटा ढङ्गले बाँधिनुपर्छ भने अब स्वतन्त्र भएर पनि त्यो पार्टीभित्रको अहिले चाहिँ लोकतान्त्रिक विधि प्रक्रियाभित्र चाहिँ जाँदाखेरि ठिक छ, बोल्ने बाहिर कुरा राख्ने त ठिक छ, तर विधिमा प्रवेश गर्ने चाहिँ त्यस्तो चाहिँ देखिँदैन। त्यसबाट साह्रै मैले के देखिनँ भने यो एउटा अलिअलि हुल इज्जतको रूपमै रहने हो कि पार्टीको रूपमा कायम भएर जाने हो कि भन्ने कुरा शङ्काको विषयमा। भोलि यदि पोखरा महानगरपालिकामा एउटा एकदमै पोखराको लागि पर्फेक्ट व्यक्ति चाहिँ मेयरको उम्मेदवार हुनुभयो भने सर्वमान्य व्यक्ति चाहिँ कोही पार्टीभन्दा बाहिर गएर म चाहिँ पोखराको विकासलाई यसरी यसरी अगाडि बढाउँछु भनेर एजेन्डा एउटा भिजनसहित कोही एउटा स्वतन्त्र व्यक्ति आउनुभयो भने यहाँले पोखराको विकासलाई चाहिँ साथ दिनुहुन्छ कि पुनः पार्टीले उठाएकै चाहिँ आफ्नो जुन लिडर छ उसको लागि चाहिँ यहाँ लागि पर्नुहुन्छ? पार्टी हेर्नुहुन्छ कि पोखराको विकास हेर्नुहुन्छ? मलाई के लाग्यो भने दुईटा कुरा। एउटा कुरा चाहिँ मुख्य कुरा चाहिँ स्वतन्त्र पार्टीहरू पनि आउनुभएको छ, हामीले हेऱ्यौँ अहिले होइन। स्वतन्त्र पार्टीहरूको कुरा राम्रो छ। स्वतन्त्र पार्टीहरूको कुरा पनि के रहन्छ भने त्यसलाई पनि अङ्कुश लाउने अथवा चाहिँ माथि जाने हौसला दिने कुरा गर्नुपर्छ। जोसुकै कार्यकारिणी भएर आउँछ त्यो पार्टीभित्रै कार्यकारिणी भएर आयो नि काम गर्न सक्यो नि। जस्तो मैले पार्टीको कुरा गर्न चाहेको होइन सर, मैले राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गरेको होइन। यहाँ स्वतन्त्र व्यक्ति जस्तो हामी बालेन शाह देख्न सक्छौँ, हर्क साम्पाङ देख्न सक्छौँ, अब धनगढीका मेयर गोपी हमाल देख्न सक्छौँ। हो यस्तो मैले चाहिँ पार्टीभन्दा बाहिरको स्वतन्त्र व्यक्तिको कुरा गर्न होइन। त्यो क्षमता भएको पार्टीलाई, क्षमता भएकोलाई सबैले चाहिँ के देख्यो भने भोट हाल्छ, भोट दिन्छ, राम्रो मान्छे पनि भन्छ। तर यद्यपि के देखियो भन्नुहुन्छ भने अहिले अलिकति बायस सबै राजनीतिक दलहरू जस्तै देखियो नि त। तब जस्तो भरतपुर महानगरपालिकाको मेयर छ, पार्टीमै आबद्ध हुनुहुन्छ, त्यही श्रृङ्खलामा आबद्ध भएर आउनुहुन्छ, उत्कृष्टता नि पैदा गर्यो नि त होइन। पार्टीमै भएर माओवादीका धेरै पालिकाहरू त अहिले उत्कृष्ट पैदा गरे नि त। तर त्यो के हो भने रोक्ने भएन भने केही समय त राम्रो होला, केही समय त उहाँहरूले राम्रो देखाउन सक्नु होला। तर के भने संस्थागत तल्लो तहसम्म पुर्याउने एउटा कडी नबन्दासम्म मेयर बन्नुभयो काठमाडौँ, तर मेयरको तल्लोसम्म चाहिँ नपुर्याउँदाखेरि चाहिँ वडाहरूमा विभेद रहने, वडाहरूमा एकरूपता पैदा नहुने, कहिले चाहिँ केही भयो कहिले केही भयो भन्ने कुरा अस्तिर मात्रै सुनिने छ नि त। उहाँले भिजन त दिनुभयो तर कार्य सम्पादन चाहिँ त्यो ढङ्गले हुन सकेन। त्यसमा उनीहरूले स्वतन्त्र एउटा व्यक्तिले मात्रै गर्छ भन्ने चाहिँ मलाई लाग्दैन। जस्तो अब हामी करिब कार्यक्रमको अन्त्यमा पनि छौँ। हजुर, सर चाहिँ पोखरा महानगरपालिकाको नेकपा माओवादी केन्द्रको चाहिँ सचिव हुनुहुन्छ। यहाँले जति पनि माओवादी केन्द्रप्रति आस्था राख्ने आम सर्वसाधारणहरू हुनुहुन्छ जो पोखरा महानगरपालिकाभित्र हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ पार्टीको तर्फबाट यहाँको आह्वान चाहिँ के रहनेछ? आगामी दिनमा चाहिँ यहाँले नेकपा माओवादी केन्द्रलाई पोखरामा कुन हिसाबले अगाडि बढाउने भन्ने यहाँहरूको विजन छ? उहाँहरूको लागि यहाँको स्पेसल सन्देश चाहिँ के रहन्छ? म अहिले तपाईँको जुन अन्तर्वार्ता दिँदै रहँदाखेरि पोखरा महानगरपालिकाको सचिवको ढङ्गले म यहाँ बसिरहँदाखेरि उहाँलाई के अनुरोध गर्न चाहन्छु भने सबै ढङ्गले अब यो पोखरा महानगरपालिका निर्माण हुनुपर्छ, राज्य निर्माण हुनुपर्छ, एउटा विकासको फ्रेममा जानुपर्छ र यो समृद्ध नेपाल सुखी नेपाली भने जस्तै पोखरा पनि समृद्धि हुनुपर्छ। यहाँ चाहिँ विभिन्न वर्ग र तह मान्छेहरूको बसोबास गर्ने ठाउँ छ। यहाँ धनी वर्ग, मध्यम वर्ग, तल्लो वर्ग छ। यो सबैको कडी मिलाइयो भने यो औद्योगिक सहरको रूपमा, औद्योगिक टुरिज्मको सहरको रूपमा विकास हुन सक्छ। त्यो विकास हुने योजना, त्यो कार्यक्रम हाम्रो पार्टी, हाम्रो विचारले चाहिँ राख्छ भन्ने हामीले ठान्दछौँ र सबै तहलाई पुनः फेरि पोखरा महानगरपालिकाको काङ्ग्रेसको हेर्नुभयो, एमालेको हेर्नुभयो, तर महानगर पार्टीका साथीहरूलाई, महानगर कमिटीमा रहेका साथीहरूलाई र पार्टीको विचारलाई एकपल्ट हेर्न अनुरोध गर्न चाहन्छु र त्यो साथसाथै सहयोग गर्ने, सद्भाव दिने, सुझाव दिने, सल्लाह दिने त्यो पनि म अनुरोध गर्न चाहन्छु। सबै तहले चाहिँ यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ, यो बिग्रियो ऊ बग्रियो भन्दाखेरि हामीलाई चाहिँ अप्ठ्यारो लाग्दैन। हाम्रो आलोचना गर्दा पनि हामीलाई अप्ठ्यारो लाग्दैन। त्यो आलोचना सुन्न तयार छौँ, आलोचना चाहिँ मनन गर्न तयार छौँ र सचेर अगाडि बढ्न तयार गर्छौँ। यो भनेको हाम्रो पार्टी मात्रै हो। हाम्रो पार्टी चाहिँ अहिले गल्तीलाई तत्कालै सच्याएर फेरि हाम्रो गल्ती कमजोरी भयो भनेर फेरि एउटा स्प्लिट फर्म तयार पारेर अगाडि जाने प्रतिबद्धता माओवादी केन्द्रले मात्रै गर्छ र त्यसका कार्यकर्ताले गर्छ र त्यो कार्यकर्ताको हैसियतले हामीले गर्छौँ। त्यसो भएको हुनाले चाहिँ आगामी दिनमा यो महानगर बनाउने, समग्र देशकै बनाउने कुरा एजेन्डा माओवादीसँग छ। त्यो माओवादीको कार्यक्रम विचारलाई पनि यहाँले नजिक ढङ्गले कार्यक्रमहरू नजिक ढङ्गले के अरे सूक्ष्म ढङ्गले अध्ययन गरेर सहीलाई सही र गलतलाई गलत भनेर सुझाव दिन अनुरोध गर्न चाहन्छु र साथ दिन पनि अनुरोध गर्न चाहन्छु। र अन्त्यमा मैले यो अन्तर्वार्ता अवधिभर यहाँलाई सोध्न छुटाएको केही प्रश्न र यहाँलाई यो कुरा चाहिँ समेटिदिएको भए हुन्थ्यो भन्ने खालको त्यही मनमा केही लागेको भए सरलाई होइन, तपाईँले सबै विषयवस्तु राख्नुभएको छ, धेरै विषयवस्तु राख्नुभएको छ। मुख्य कुरा के हो भने हाम्रो पोखरा महानगरपालिका देश
जनता, हाम्रो चाहिँ हिजो बेपत्ता सही अब आधारभूत रूपमाको वर्ग, एउटा चाहिँ उद्योगी मध्यम वर्ग होइन व्यवसायी वर्ग सबैको हित हुने गरी सबैलाई एक ठाउँमा ल्याएर आफ्नो शक्ति बल बुता आफूसँग भएको क्षमता प्रदर्शन गर्न सकियो मात्रै नेपाल बन्नेछ, देश बन्नेछ। त्यो देश बन्ने कुरामा चाहिँ हामी सबै लाग्नुपर्छ, हामी सबै चाहिँ त्यो कुराको पाटोमा साथ दिनुपर्छ, तब नेपाल राष्ट्र बन्न सक्छ। होइन भने अब हामी चाहिँ विदेशमा गयो भनेर चिन्ता गरिरहने, विदेशमा युवाहरू पलायन भयो भनेर चिन्ता गरिरहने, विदेशमा आउने वातावरण बनाइएन भनेर चिन्ता गरिरहने कुरा चाहिँ गर्ने काम नगर्ने भने भोलि वास्तवमा पार्टी देश सबै ढङ्गले असफल हुन जान्छ। असफलताको चाहिँ बिल्ला चाहिँ फेरि हिजो चाहिँ राजाले चाहिँ हिजो एउटा बिहोरेको स्थिति छ भने दलहरूले बिहोर्नु पर्नेछ। यसमा सजग भएर अगाडि बढ्नु तयारी छ। हामी पनि कार्यकर्ता भएको हुनाले, म सचिव भएको नाताले म जति काम गर्छु जनता र देशको निम्ति र म नराम्रो काम गर्दिनँ, राम्रो काम गर्छु। नेता कार्यकर्ताहरू पनि म आवश्यक सल्लाह सुझाव लिन्छु, नभए सल्लाह दिने तयार पनि दिन पनि म तत्पर छु भन्ने म राख्न चाहन्छु। र आज मलाई यहाँ बोलाउनु भयो, अब मेरो विषयवस्तुहरू के राख्ने अवसर पनि दिनुभयो र त्यो आज अवसर पनि प्राप्त भयो। अब कति कुरा मैले राख्न सकेँ, कति राख्न सकेन, आगामी दिनमा राख्दै जानेछु र काम पनि गर्दै जानेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यहाँले बोलाइदिएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। व्यस्त समयको बावजुद पनि यहाँले मदरल्यान्ड न्युजलाई आफ्नो अमूल्य समय छुट्याइदिनु भयो। मदरल्यान्ड न्युज यहाँलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ। साथै यहाँ चाहिँ भर्खरै निर्वाचित हुनुभएको छ नेकपा माओवादी केन्द्रको पोखरा महानगरपालिकाको सचिवको रूपमा। यहाँको कार्यकाल शुभ रहोस् भन्न पनि चाहन्छौँ हामी र सरलाई धेरै धेरै धन्यवाद।